स्वागत छ मेरो एउटा अर्को नयाँ भिडियोमा होइन के चाहिँ खबर सन्चै हुन्छ होला आशा गर्छु कि सन्चै छु होइन कसै मजा लाग्यो अनि अब एउटा ब्रान्ड न्यू मोबाइल किन्न लागेको छ म चाहिँ अहिले यहाँनिर टक्क लुगा चुगा लाएर रेडी मोबाइल किन्न जानको लागि है मेरो लागि अनि दिदीको लागि है सो मोबाइल किन्नको लागि चाहिँ अहिले जानलाई रेडी भयो होइन अब यहाँ हेरौँ दिदीले के गरिरहेको छ होइन दिदी पिछे झिक्नु भयो के राम्रो बोल्नु न राम्रो भयो भन्न भयो ल चोल भित्र फेरि है राम्रो देख्दैन गाह्रो छ नि कति डल्दिन पुग्ला खै कस्तो किन ला भयो अब कस्तो किनिदिन्छ है जस्तो किन्नु नि आफूलाई पाउँदैन जस्तो किने मलाई के बाले फरक होइन म चाहिँ अहिले गाडीको पर्खाइको लागि यहाँ तल आइसकेको छु यो हाम्रो रामेको गाडी सो फाइनली 2-3 घन्टा गल्छौँ बसेर अहिले चाहिँ फाइनली म घर आइसकेँ होइन दिदीको मोबाइलको अनबक्सिङ होइन अनबक्सिङ गरेर हेरौँ होइन के छ ठुलेको अन्त कम मोडल 12मा ल्या तर यो महँगो मोडलको हो नि त यो मोडल कहाँ बिग्रिन्छ बिग्रिने ग्यारेन्टी चाहिँ होइन तर मोडल चाहिँ होइन क्या मोडल हल्का सस्तो खालको मोडल रहेछ फाइनली हाम्रो चाहिँ यहाँनिर अब मोबाइल अनबक्सिङ ल हाम्रो अनबक्सिङ है ल ल ल ल खुसी हेरौँ यता खुसी अनबक्सिङ यो चाहिँ ऊ है गिफ्ट हो यो अनि त्यो चार्जर यो इसिआई हो यो चाहिँ कभर हो कस्तो के गर्ने पो छ त बे छोडेको पहिला यस्तै थियो र यही त नि सुरुमा पाउने यही ऊ व्हाइट ग्लास हो क्या व्हाइट वाला यो मोबाइल यो कभर त्यसमा ग्लास हाल्दै ग्लास अब अन गर्न जाब अन गरेर नि आउँदैन गर तेरो हात छैन र ल चार्ज पनि हाल्दै गएर अनि उलेर भने मान्छेले के भन्छ अरे के खुला हेर्दाखेरि पाइन्छ त ए गुगल गन त्यो हामीले खुलाउने त्यहाँ खुलाउँदैन नि त खुलाउँदैन हाम्रो मोबाइल अनबक्सिङ अनि यहाँनिर खुसीले गद है ठुलो एक्लै जान्छ आमा जान न उल्याउन के हो सर गुन्द्रुकको तार देखाइदैन ग्यारेन्टी वार अहिले चाहिँ कालोमा एकदम कालो अँध्यारोमा यो अब त्यो टकिला हाल नत्र भने कालो यसो समाज जाँदाखेरि होइन यति भन्दा देख्दैन क्या हाम्रो चाहिँ अहिले बेलुकाको तरकारी पाक्दैछ तरकारी पनि फेरि यसो उसैन नि अर्ग्यानिक खाने मान्छे टक्कलार मासु हेर्ने हो मासु पोहाल्छ के त पोहाल्छ मासु फेरि सन्चुनेन नि अहिले यस्तो क्वाक्कै यस्तो क्वाक खानुपर्ने रे एउटा टाइटलको लागि तेल देखाउनु एउटा चोक्यो भन्ने मान्थे देखाउँदैन एउटा चोक्यो हाल्दै दिँदैन सो म अहिलेको भ्लग चाहिँ यहीँ गर्छु होइन के कस्तो लाग्यो भ्लग चाहिँ होइन यो कमेन्ट गर्नु होला अनि लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला होइन धन्यवाद थ्याङ्क यू एन्ड सो मच जय नेपाल।